तक दिनादिन दिन आज हो जिमको दोस्रो दिन। आज चाहिँ घरबाटै सुरु गरिदिउँ है। बाल्टिङमा सरफ हालेर कपडालाई भिजाएँ। लुगा धुने साबुन भनेको त भाँडा माझ्ने साबुन रहेछ, फेरि फिर्ता गर्न गएँ। अनि पछाडि घाँसहरू पलाइसकेछ, साँप आउने डरले थुरथुर कामेर झारालाई मैले झुरझुर निकालिदिएँ। आँपको खोया फालिदिएको थिएँ, आँपको बोट पलाएछ, झन्डै यसलाई पनि उखालिदिएको। जिम नेपाल इक्विपमेन्टबाट चाहिँ रिस्ट ब्यान्डको गिफ्ट आएको थियो, अनि त्यो पनि मैले लिएँ। अब चाहिँ लागौँ है जिमतिर। कुर्सी जस्तो लागेर बसेको, कति मजा आयो घुम्न त। म त्यही भएर फन घुमे। यसो दायाँ बायाँ हेरेँ, कोही नि देखेन, अनि प्यान्ट खोलिदिएँ। लाज किन बाबा, किनकि भित्र कट्टु लगाएको थिएँ। आज लेग डे थियो। राचेसभन्दा चर्को कोरे चाहिँ यत्रो लिफ्ट उठाएको आमामा, अनि लिफ्ट हटाउन थालेँ। त्यसपछि म चाहिँ लाइट एक्सर्साइजबाट स्टार्ट गर्न थालेँ। अब अभियसली मैले यत्रो वेटमा हाने भने त म च्यापेर मर्छु। त्यही भएर आज लेगको सेसन चाहिँ लाइट वेटबाट स्टार्ट गरेँ। लेग पिस त सधैँ चिकन हुन भएन, त्यही भएर अलिकति वेट बढाएर फेरि एक्सर्साइज गर्नतिर लागेँ। पानी पर्छ भन्दा पनि पानीले झुक्काएको देखेर, गर्मी बढेको देखेर वाक्क दिक्क भए, छोड्दै भनेर फेरि अर्को एक्सर्साइजतिर गएँ। उठबस गर्दाखेरि पनि धेरै फाइदा हुँदो रहेछ। जिम आएर थाहा भयो। थाहा भएको त मैले पहिले स्कुलमै गर्थेँ नि यार। ठुक्का एक्सर्साइज पनि के हो। पेट लागेर हैरान्छ, खुट्टाको एक्सर्साइज गरेर झन्डै खुट्टा भाँचेन। थेत्तेरिका कस्तो गल्दो रहेछ खुट्टा, बाफ्रे। एक्सर्साइज पनि के हो, कति हो, सुतेर उठेर बसेर, बाफ्रे। घरै पुग्दिनँ क्या आज त म त। लु यहीँ सुत्दिन्छु म त यार, झ्याउला थेत्तेरिका बाफ्रे। उफ, बल्ल लेगको भ्यायो उभिनै नसक्ने भएर बाफ्रे। अनि त्यो रिस्ट ब्यान्ड पनि हातमा लगाएँ। अनि सोल्डरको एक्सर्साइज गर्नतिर लागेँ। सोल्डर फ्लाई के हो, सोल्डर रेज, डोरी तान्ने के हो एक्सर्साइज त बाफ्रे। तर हार खाँदिनँ म, सिउरीलाई जाँदिनँ म। शब्दले थाकिसकेँ, आइसक्यो घाँटीसम्म भनेर सबै एक्सर्साइज मैले भक्का भक हान्न थालेँ। भ्याइदिएँ सबै एक्सर्साइज हानेर। झ्याम्का झ्याम डोरी तान्नेदेखि लिएर, डम्बल उठाउनेदेखि लिएर के हुन्छ सबै हानिदिएँ। 2 घन्टा जति टाइम स्पेन्ड गरेपछि म चाहिँ भक्काभक हिँड्न थालेँ घरतिर जाँदै थिएँ। यतापट्टि ट्राफिकले चिट काट्दैछ, किनकि जेब्रा क्रसिङबाट पहिलेबाटै नहिँड भनेर त्यहाँ पोस्टर टाँसेको पनि नमानी गएको रहेछ। चिट काटिदियो ट्राफिकले झ्याप्पै। न्युजमा पनि आज मैले देखेँ ल्याप्पै। पापा र पारा पाम 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 पाम।